नेकपा एमालेलाई प्रहार गर्नको निम्ति जुन खालको षड्यन्त्र भयो, किनभने नेकपा एमाले भर्खरै चीन भ्रमणमा लिपुलेक लिम्पियाधुराको विषयमा जुन खालको अडान केपी शर्मा ओलीले राख्नुभयो र आफ्नो राष्ट्रियताको पक्षमा जसरी दृढताका साथ उभिनुभयो र जुन खालको चाइनाको सम्मानले एउटा विश्वमा केपी ओली र नेपालको एउटा चाहिँ नाम अग्रणी ठाउँमा चाहिँ परिचय दिन गइरहेको थियो, यो कुरा भारतलाई सह्य भएन र केपी ओलीको सरकार ढल्नको निम्ति यही नेपालभित्रका केही गद्दार पार्टीहरूलाई समावेश गरेर उहाँको ग्रान्ड डिजाइनमा यो नेकपा एमालेलाई समाप्त नगर्ने हो भने यसले राष्ट्रियताको पक्षमा बोल्ने भयो, लिपुलेक र लिम्पियाधुराको बारेमा बोल्ने भयो, जसले हामीलाई विश्व समुदाय पनि अप्ठ्यारो पार्ने भयो भन्ने एउटा भित्री रहस्यका साथ यो जेनजीको आन्दोलनलाई दुरुपयोग गर्दै यी भएका हत्कण्डाहरू अत्यन्तै अक्षम्य छ। कुनै पनि खालको क्षमा दिन सक्ने खालको चाहिँ छैन। र म के भन्न चाहन्छु भने यदि नेकपा एमालेलाई यी घटनाहरूले सर्वनाश गर्न सकिन्छ, तल्लो वडा तहदेखि जिल्ला प्रदेश हुँदै सबै कार्यालयहरू खरानी बनाइएको छ। त्यसकारण भ्रष्टाचारको कुरा आज हामीले देखिरहेका छौँ। कतिपय नेताहरूको घरबाट पैसा जल्यो, कतिपय नेताहरूकोबाट गहना चाहिँ भेटियो भनिरहँदाखेरि आज केपी शर्मा ओलीको घरबाट किताबका खरानीहरू भेटिएका छन्, मालाका खादाका खरानीहरू भेटिएका छन्। म के आग्रह गर्न चाहन्छु भने यदि हाम्रा भौतिक संरचनाहरू, हाम्रा कार्यालयहरू जलाएर नेकपा एमाले सक्न सकिन्छ भन्ने कसैलाई भ्रम छ भने त्यो एउटा दिवा सपना मात्रै हो। हामी अनेकौं चुनौतीहरू पार गर्दै, अनेकौं घुम्तीहरू पार गर्दै नेकपा एमाले आज जनताको बीचमा लोकप्रिय बन्दै थियो, आज राष्ट्रियताको सवालमा लोकप्रिय बन्दै थियो, आज समृद्धिको यात्रा तय गरिरहेको थियो। यो परिस्थितिमा केही राजावादीहरूलाई यही बेला राजा ल्याउन सकिन्छ भन्ने भ्रम पनि भयो, केही रासोपाहरूलाई यही बेला एमालेलाई ढाल्नुपर्छ, यसले पूर्वाग्रह लियो रवि लामिछानेमाथि, यसको बदला लिनुपर्छ भन्ने पनि लाग्यो। यो हिसाबले चाहिँ एमालेलाई चौतर्फी आक्रमण गर्ने हिसाबले हाम्रा आज बसेका कार्यालयहरू, हाम्रा भवनहरू खरानी बनाइएको छ। र म के आग्रह गर्न चाहन्छु भने हामी त्यही खरानीकोलाई समातेर कसम खाएका छौँ र यो खरानी तिमीहरूले हाम्रो भौतिक संरचना त जलायौ, तर हाम्रो मनभित्रको आस्था र विचारलाई कुनै पनि आगोले जलाउन सक्दैन भन्दै फेरि हामीले पार्टीलाई एकत्रित गर्दै, हिजो हामीभित्र पनि केही कमी कमजोरीहरू थिए, हामीभित्र